नमस्कार। आजको यस विशेष सामग्रीमा स्वागत छ। आज हामी महालेखा परीक्षकको प्रतिवेदनले भर्खरै बाहिर ल्याएको एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सुन्दा कुनै रहस्यमय फिल्मको कथा जस्तो लाग्न सक्छ। आज हामी नेपालको वैदेशिक कूटनीतिक सम्पत्तिको व्यवस्थापनको एउटा छोटो विश्व भ्रमणमा निस्कदैछौँ। अर्बौंका जग्गा, बेवारिसे भवनहरू र भाडाको नाममा पानी जस्तै बगिरहेको राज्यको ढुकुटी, यी सबै कुराहरू पर्दा पछाडि कसरी भइरहेका छन् त? ल, ढिला नगरी तथ्यहरूतर्फ लागौँ। अब एकछिन कल्पना गरौँ त, एउटा सार्वभौम राष्ट्रले विदेशमा आफ्नो कूटनीतिक नियोगको लागि जग्गा किन्छ, कसैले त्यो जग्गा सुटुक्क बेचिदिन्छ र अझ अचम्मको कुरा त के भने आफ्नो जग्गा हराएको कुरा 31 वर्षसम्म सम्बन्धित दूतावासलाई नै थाहा हुँदैन। सुन्दा अचम्म लाग्छ नि, होइन र? तर यो कुनै मनगणन्ते कथा होइन, श्रीलङ्काको कोलम्बोमा घटेको वास्तविक घटना हो। यो सुन्दा जति अनौठो लाग्छ नि, यसको आर्थिक पाटो त झनै गम्भीर छ। र यो कुनै सानोतिनो घाटा होइन, 65 लाख अमेरिकी डलर। मैले गलत भनेको होइन। श्रीलङ्काको सरकारी मूल्याङ्कन अनुसार कोलम्बोमा रहेको त्यो हराएको जग्गाको आजको मूल्य नै यति हो। यति ठूलो रकम बराबरको सरकारी सम्पत्ति दशकौंसम्म बेवारिसी अवस्थामा रहनु र कसैको ध्यान नजानुले हाम्रो सम्पत्ति व्यवस्थापनको अवस्था कस्तो छ भन्ने छर्लङ्ग पार्छ। यो अङ्कले लापरवाहीको आर्थिक आकार कति विशाल छ भन्ने स्पष्ट देखाउँछ। खण्ड 1, कोलम्बो जग्गा रहस्य। यो पुरै घटनाक्रम आखिर सुरु कसरी भयो त? आउनुहोस् यसलाई नजिकबाट बुझौँ। कुरा सन् 1989 को हो। नेपाल सरकारले कोलम्बोमा नेपाली दूतावास बनाउन 3,60,000 डलरमा 1.5 एकड जग्गा खरिद गर्यो, तर भवन बनेन, जग्गा त्यत्तिकै रह्यो। अब सबैभन्दा अचम्मको कुरा सुन्नुस्, सन् 1994 भित्रै त्यो 1.5 एकड मध्ये 1 एकड जग्गा त 2 पटक निजी व्यक्तिका नाममा बिक्री पो भइसकेको रहेछ। र यो कुरा कहिले थाहा भयो थाहा छ? सन् 2024मा, जब सरकारले त्यहाँ पर्खाल लगाउन 30 लाख रुपैयाँ बजेट छुट्यायो अनि बल्ल जग्गा त अर्कैको नाममा गइसकेको रहस्य खुल्यो। 37 वर्षसम्म दूतावाससँग आफ्नो आधिकारिक जग्गा धनी पूर्जा नै नहुनु, यो त साँच्चीकै गम्भीर लापरवाही हो। यसैले गर्दा महालेखा परीक्षकको 63औं वार्षिक प्रतिवेदनले एकदमै कडा शब्दमा भनेको छ, यो जग्गा तत्काल नेपाल सरकारको स्वामित्वमा फर्काउनुपर्छ र यसको संरक्षण गर्नुपर्छ। यसले जवाफदेहिताको टटकारो आवश्यकतालाई औल्याइएको छ। विदेशमा रहेका आफ्नै घर जग्गाको सामान्य लगत राख्ने नियम समेत पालना नभएको यो एउटा ज्वलन्त उदाहरण हो। खण्ड 2, भाडामा करोडौंको नोक्सानी। कोलम्बोको यो घटना त एउटा प्रतिनिधि उदाहरण मात्रै हो। समग्र चित्र हेर्ने हो भने त विश्वभर भाडाको नाममा राज्यको करोडौं रकम पानी जस्तै बगिरहेको छ। तथ्याङ्क हेर्ने हो भने निकै शोचनीय अवस्था छ। हाल विदेशमा हाम्रा जम्मा 44वटा नियोगहरू सञ्चालनमा छन्, तर तीमध्ये जम्मा 9वटा कार्यालय र 11वटा निवास मात्र आफ्नै भवनमा छन्। बाँकी 24वटा नियोगहरू त अझै पनि भाडामै चलिरहेका छन्। यसको सिधा अर्थ के हो भने हाम्रो ढुकुटीको ठूलो हिस्सा स्थायी संरचना निर्माणमा नभई हरेक महिना भाडा तिर्नमै रित्तिँदैछ। र यहाँ सबैभन्दा ठूलो विडम्बना के छ थाहा छ? जहाँ हाम्रा लाखौं दाजुभाइ दिदीबहिनी पसिना बगाइरहनु भएको छ, जहाँबाट राज्यलाई ठूलो मात्रामा राजस्व आउँछ, त्यही हाम्रा दूतावासहरू भाडामा छन्। मलेसिया, दक्षिण कोरिया, साउदी अरब, कतार, युएई, बहराइन र ओमान जस्ता प्रमुख वैदेशिक रोजगारका गन्तव्यहरूमा हाम्रो आफ्नै भवन छैन। राज्यलाई यति धेरै योगदान दिने ठाउँहरूमा स्थायी संरचना नहुँदा सेवा प्रवाह कति प्रभावित भइरहेको होला हामी आफै अन्दाज गर्न सक्छौँ। अब अर्को पाटो हेरौँ। जग्गा नकिनेर भाडा तिरिएको भए त एउटा कुरा हुन्थ्यो। यहाँ त करोडौं हालेर जग्गा किनिएको छ। जस्तै साउदी अरबमा 52 करोड रुपियाँभन्दा बढी हालेर जग्गा किन्यो, तर भवन नबन्दा अहिले पनि वर्षको 3 करोड 24 लाख भाडा गइरहेको छ। अस्ट्रेलियाको क्यानबेरामा 12 लाख डलरमा लिजमा जग्गा लिइयो, तर डिजाइन स्वीकृत भएर पनि भवन नबन्दा वार्षिक 2.5 करोड भाडा बुझाइँदैछ। मलेसियामा त 2010 मै जग्गा किनेको हो नि, तर 15 वर्ष बित्न लाग्दा पनि भवन निर्माण सुरु हुन सकेको छैन। अगाडि ठूलो रकम खर्च गरेर जग्गा किन्ने, तर भवन नबनाएर फेरि भाडामै लाखौं उडाउने, यो कस्तो खालको चक्र हो? साउदी अरबकै कुरा गर्दा सन् 2021मा जग्गा किन्दा साउदी सरकारसँग एउटा कडा शर्त राखिएको थियो। 5 वर्षभित्र अनिवार्य रूपमा दूतावास भवन निर्माण गरिसक्नु पर्ने। तर खोइ त, अहिलेसम्म निर्माण प्रक्रियाको सुरुवात नै भएको छैन। एकातिर शर्त उल्लङ्घन हुने जोखिम, अर्कोतिर भाडामा राज्यको करोडौं रकम स्वाहा। अस्ट्रेलियामा पनि समयसीमा सकिएर फेरि म्याद थप्नु परेको छ।
यसले हाम्रो प्रणाली कति सुस्त छ भन्ने छर्लङ्ग पार्छ। खण्ड 3 बेवारिसे र प्रयोगविहीन सम्पत्ति। एकातिर जग्गा खाली छन्, अर्कोतिर बनिसकेका घरहरू पुरै बेवारिसे छोडिएका छन्। 4,000 युरो सुन्दा खासै ठूलो रकम नलाग्न सक्छ, तर सुन्नुस् है, यो रकम कुनै कार्यालय चलाउन वा कर्मचारीलाई तलब दिन खर्च गरिएको होइन। यो त एउटा पुरै खाली र प्रयोगविहीन भवनको बगैँचा सफा गर्न मात्रै हरेक वर्ष तिरिने रकम हो। पत्याउन गाह्रो पर्छ नि। र त्यो खाली भवन कहाँ छ त? जर्मनीको बोन सहरमा। सन् 2000 मा नेपाली दूतावास बर्लिन सरेपछि बोनमा रहेको नेपाल सरकारको स्वामित्वका 2वटा घर र जग्गा पूर्ण रूपमा प्रयोगविहीन छन्। एउटा प्रतिवेदन अनुसार यसको मूल्य करिब 10,40,000 युरो छ। तर 2 दशकभन्दा बढी समयदेखि सरकारले न यो सम्पत्ति बेच्न सकेको छ, न त यसको कुनै प्रयोग नै गरेको छ। केवल खाली घरको बगैँचा गोड्न मात्रै वर्षौंदेखि हजारौं युरो खर्च भइरहेको छ। यो व्यवस्थापन हो कि मजाक? यो रोग जर्मनी र श्रीलङ्कामा मात्रै सीमित छैन। चीनको बेजिङमा सन् 1984 मै लिजमा लिएको जग्गामा बजेट छुट्याएर पनि काम सुरु भएन। पाकिस्तानको इस्लामाबाद र ओमानको मस्कटमा पनि जग्गा किनेर त्यसै फालिएको छ। यी सबै तथ्यले के देखाउँछन् भने यो कुनै एउटा दूतावासको मात्र गल्ती होइन, यो त हाम्रो समग्र प्रणालीमै जकडिएको विश्वव्यापी समस्या बनिसक्यो। खण्ड 4 व्यवस्था गरिएका नीति र खोक्रा वाचाहरू। यस्तो भइरहँदा हाम्रा नीति र नियमन गर्ने निकायहरू के गर्दैछन् त? नीति र यथार्थ बीचको यो खाडल एकदमै डरलाग्दो छ। 2072 सालमा परराष्ट्र मन्त्रालयको एउटा समितिले निकै ठूलो वाचा गरेको थियो। आगामी 10 वर्षभित्र सबै नियोग आफ्नै भवनमा हुनेछन्। तर आज यथार्थ के छ? ठ्याक्कै 10 वर्ष बित्न लागिसक्यो, न कुनै परियोजना बने, न किनिएका जग्गामा इँटा नै थपिए। उल्टै भाडाको नाममा राज्य कोषबाट करोडौं रुपैयाँ निरन्तर चुहिरहेको छ। अनि संसदीय समितिको कुरा पनि कसैले टेरेको देखिँदैन। 2077 सालमा सार्वजनिक लेखा समितिले किनेको जग्गामा तत्काल भवन बनाएर भाडा कटौती गर भनेर स्पष्ट निर्देशन दिएको थियो। तर त्यो निर्देशनलाई ठाडै लत्याइएको छ। वैदेशिक रोजगार नीति 2068 ले पनि नियोगहरूको क्षमता विकास गर्ने कुरा गरेको छ, तर ती कुराहरू कागजमै सीमित भए। त्यसैले अन्त्यमा यो गम्भीर प्रश्न उठ्छ। एकातिर 31 वर्षसम्म अर्कैले जग्गा बेचेको थाहा नपाउने हाम्रो संयन्त्र छ, अर्कोतिर वर्षौंसम्म जग्गा खाली राखेर भाडामा राज्यको करोडौं उडाउने प्रवृत्ति छ। दशकौंदेखि व्यवस्था गरिएका निर्देशन, यसरी लुटिएको जग्गा र भाडामा मात्रै खेर गइरहेको यो रकम हेर्दा हाम्रा यी कूटनीतिक वाचाहरूले कहिले ठोस आकार लेलान् त? जवाफदेहिता कहाँ छ? आजको यो विश्लेषणले पक्कै पनि यहाँहरूलाई यो गम्भीर विषयमा सोच्न बाध्य बनायो होला। अन्तिमसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।